अब चाहिँ फास्ट फुड सबै बनाइसके त्यो सामान एम्टी चाहिँ एम्टी अहिले अब फुल भएर देखाइन्छ फुल भएर समोसा पनि बनाइसके समोसा अब चाहिँ साबले पनि रेडी भएर अब डिस्प्लेमा चुमा रेडी भयो अब चाहिँ चुमा नयाँ ब्लग लिएर आज चाहिँ के गर्ने हो भने नि दिदी उता पर्वतसँग हाइकमा जाने अरे कि त्यहाँदेखि म चाहिँ आज रेस्टुरेन्टमा जाँदैछु काम गर्नु रेस्टुरेन्टमै हुन्छ आज दिनभरि ट्याक्सी कुदाउँदैन होला आज चाहिँ यस्तो कर्नर गरेर चाहिँ फास्ट फुड लाइन हो यो चाहिँ फास्ट फुड लाइन ओलखामा गाइस यो एरिया चाहिँ ओलखामा हो ओलखा कोही कोहीले चाइनिज लाइन भन्छ ओलखा फास्ट फुडको लाइन यो दोकान चाहिँ सानो गरेर क्युट गरेर चाहिँ यो दोकान चाहिँ दोकान चाहिँ कस्तो हुने नि रेस्टुरेन्ट भन्दा नि खानाहरू चाहिँ पाउँदैन कि सबै फास्ट फुड मात्रै बनाउँछ फास्ट फुडहरू मात्रै बनाउँछ यहाँ चाहिँ अब चाहिँ फर्स्टमै चिया बनाउनुपर्छ चिया दुध लाउँदैछ अब रेडी गर्नुपर्छ चिया रेडी गरेर त्यहाँदेखि मात्रै अर्को कामहरू स्टार्ट गर्नुपर्छ अब चाहिँ चिया उम्लिँदैछ हो यस्तो गरेर चलाइदिनुपर्छ हो एकछिन निकै उमालेर राख्नुपर्छ अनि मिठो हुन्छ चिया हो त्यहाँदेखि चाहिँ खानुको मजा आउँछ नि त हो मजाले सर गरेर चलाइदिनुपर्छ है चिया चाहिँ यस्तो निकै बेर उमालेर राख्नुपर्छ त्यहाँ चिया उम्लिँदै गर्दाखेरि अब चाहिँ जुमा रेडी गर्दैछ जुमा सक गरेर खोर्सानीहरू लाएर यस्तो चलाइदिनुपर्छ कि जुमा चाहिँ अनि वान अफ द पपुलर ब्रान्ड हो नि भुटानमा त थिङहरू लाएर बिफ जुमा यो चाहिँ अब त्यहाँदेखि मिक्स गरिसकेर चाहिँ यस्तो माथिदेखि धनियाँ लगाइदिनुपर्छ कि जुमा चाहिँ रेडी भयो अब जुमा रेडी भयो त्यहाँदेखि जुमा सकेर अब चाहिँ आलु तास्दैछ आलु जुमा बनाइसकेर आलु तासेर अब चाहिँ आलुदम बनाउँ भनेर सोचेको नि हो चिया चाहिँ उम्लिरहेछ अब आलु तास्योरी चाहिँ त्यहाँदेखि चिया खनाएर चाहिँ त्यहाँदेखि आलुदम पनि बनाइसकेर माथिदेखि धनियाँ थक्कै लगाइदिएर चाहिँ आलुदम हेर्दाखेरि खौँ लाग्दो छ है यो आलुदम भन्दा पनि पुरीसँग दिनु लागि सब्जी त्यही गरेर सुप भएको हो चाना पनि भिजाइरहेको थियो अब ठिक्कै चाना बोइल गरेर चाहिँ त्यहाँदेखि चाहिँ चाना अलिकति सिटी जानिदिएर चाहिँ पराठाको लागि आलु उकाएको नि हो अब पराठाहरू लिएर हुन्छ पराठा रोलहरू बनाउनुपर्छ हो काम त फास्ट फुडमा त सकिँदैन हो त्यहाँदेखि यहाँनिर हल्का पराठाको लागि मिक्स गरेर सिटी लाग्दैछ हो चाना पनि पराठाको लागि मिक्स गर्दैछ आलुहरू सबै लगाएर हो प्याजहरू खोर्सानीहरू काटेर लगाएर अब मिक्स गरेर त्यहाँदेखि चाहिँ चाना चाहिँ रेडी गरिसक्यो हो चाना चाहिँ रेडी भयो अब चाहिँ त्यहाँदेखि चाहिँ अब पराठा चाहिँ थक्कै पेलेर चाहिँ यस्तो प्यानमा लगाइदिनुपर्छ है रातो एकपट्टि नहुन्जेलसम्म चाहिँ फ्राई गरिदिनुपर्छ हो त्यहाँदेखि चाहिँ थक्कै पल्टाइदिनुपर्छ त अब अर्कोपट्टि पल्टायो भने त्यस्तो खौँ लाग्दो भइहाल्छ नि हो पराठा चाहिँ त्यहाँदेखि पराठा थक्कै निकालेर यता प्लेटमा राख्यो हो त्यहाँ अब चाहिँ कन्टिन्युस बनाउनुपर्छ अब पराठा पनि बनाइसक्यो झोपझोपै बनाएछ अझै वान डेमा सकेर पनि फेरि बनाउनु पनि पर्छ हो त्यहाँदेखि चाहिँ एक रोल बनाउँदै गरेको नि पराठा बनाइसकेर हो रोल चाहिँ थक्कै गरेर सिम्पल टाइपको एक माथिदेखि ल्याएर बनाउँछ त्यहाँदेखि चाहिँ यो चाहिँ बिफ रोलको लागि रेडी गर्दैछ है बिफको किमा फ्राई गरिवरी बिफ रोल गर्नु लागि त्यहाँ माथि कोपीहरू पनि हल्का सब्जीहरू लगाइदिएर चाहिँ बिफकोमा चाहिँ सब्जीहरू पनि सबै लाउँछ त्यहाँदेखि चाहिँ अब चाहिँ यो बिफको किमाहरू सकेर पनि त्यहाँदेखि चाहिँ फर्स्ट चाहिँ पुरी गर्नु पऱ्यो पुरी तेल फ्राई हुँदैछ अब त्यहाँदेखि चाहिँ पुरी लगाएको त फुल्लेर दामी हुँदो रहेछ हौ पुरी त हेर दामी फुलिन्छ पुरी त सेफै अब दामी छ हो पुरी पनि दामी भइहाल्छ नि हो पुक्कै फुलिहाल्यो रिस सुटेर फुल्लेको जस्तो फुल्लिन्छ हौ पुरी त हो हातमै जादु मेरा भनेको जस्तो भइहाल्यो हो यो त त्यहाँदेखि पुरी पनि बनाइसकिहाल्यो अब नेक्स्ट चाहिँ अब चिकन बोइल गरेर ड्रमस्टिकको लागि चिकन बोइल गरेर अब चिकन पनि बोइल गरिसक्यो हो बोइल भयो त्यहाँनिर ग्रेभीहरू लगाएर अब चाहिँ कराईमा तेलमा हल्का फ्राई हुँदैछ अब ड्रमस्टिक पनि बनाइसक्यो हो
यस्तो हुन्छ है बनाइसकेको चाहिँ केएफसी भन्छ सिम्पल केएफसी हो यो चाहिँ हो अब चाहिँ स्याबहरूले बनाएर देखाइदिन्छु बनाउनु चाहिँ अब यस्तो मैदा बेलेर हो थक बेलेर त्यहाँदेखि चाहिँ हल्का ठिकैको बनाउनु स्याबहरूले त ठुलो त पर्दैन हो यो चाहिँ स्याबहरूले भन्दा बिफको हो त्यहाँदेखि थक्कै किमा लायो हो किमा यस्तो गरेर 1 स्पुन चाहिँ थक्कै लगाएर चाहिँ त्यहाँदेखि चाहिँ सबै माथिदेखि छोपेर चाहिँ त्यहाँदेखि पुरा बुट्टा लाउनुपर्छ थक गरेर बुट्टा लगाइदिनुपर्छ हो बुट्टा लाउनुपर्छ फुल कम्प्लिट फेददेखि टुप्पोसम्म नै बुट्टा लाउनुपर्छ त्यहाँदेखि चाहिँ स्याबले चाहिँ अब चाहिँ यस्तो हुन्छ है सेप चाहिँ यसलाई अब यति बनाएर चाहिँ फ्राई गर्नुपर्छ त्यहाँदेखि स्याबले पनि रेडी भयो यस्तो हुन्छ है स्याबले रेडी भएर अब चाहिँ तेल चाहिँ खनाएर हो अब किनकि मासुको बनाएर तेल खनाउनु पर्छ हो तेल खनाएर चाहिँ अब चाहिँ समोसाको लागि रेडी हुँदैछ है समोसा चाहिँ यस्तो काटेर चाहिँ थक्कै यस्तो गरेर टालेर चाहिँ त्यहाँदेखि चाहिँ फिलअप गर्नुपर्छ हो आलु फिलअप गऱ्यो 1 स्पुन जस्तो आलु हो त्यहाँदेखि चाहिँ यस्तो गरेर चेपेर चाहिँ त्यहाँदेखि 1 साइडदेखि चाहिँ थक्कै फोल्ड गरिदिनुपर्छ कि अर्कै समोसा भइहाल्यो समोसा पनि रेडी भइसक्यो अब चाहिँ समोसा रेडी भयो त्यहाँदेखि समोसा सकेर चाहिँ अब चाहिँ चिल्ली चपको लागि ग्रेभी बनाउँदैछ हो यो मिक्स गरेर मैदाहरू यता मिक्स गरेर पानीमा त्यहाँदेखि चिल्ली चप पनि थक्कै फ्राई भयो तेलमा लगाएर फ्राई भइसक्यो यो चाहिँ चिल्ली चप रेडी भयो अब चाहिँ चिल्ली चप पनि अब चाहिँ भेजको आइटम बेसी हुन्छ हो अब चाहिँ त्यहाँदेखि चाहिँ प्याजी काटेर अघि रेडी गरेको थियो त्यहाँदेखि थक्कै गरेर चाहिँ मैदासँग मिक्स गरेको थियो बेसन हेरेर त्यहाँदेखि थक्कै लगाएपछि हो यस्तो गरेर हो अब कुत्रो साइज बनाउने त्यस्तो गरेर तेलमा खारेर अब प्याजी पनि रेडी भइहाल्यो अब बेसी टाइम त निकै लागेको तर भिडियोमा मात्रै छिटो देखेको अब चाहिँ चाउमिन बनाउनु पर्यो चाउमिन त्यहाँदेखि चाहिँ चाउमिन चाहिँ पानी लगाएर पानी बोइल भएपछि चाहिँ चाउमिन लगाइदिएर हो नुडल्स लगाइदिएर त्यहाँदेखि चाहिँ हल्का चलाउनुपर्छ पाकिन्जेल अलिक हेर्नुपर्छ कतिखेर पाक्छ त्यहाँदेखि चाहिँ अहिले अलिक पाक्नु आँटेछ है अब चाहिँ नुडल्स यसलाई धुने बेला हुन आँट्यो हो त्यहाँदेखि धोएर चाहिँ त्यहाँदेखि चाहिँ त्यो सब्जीसँग मिक्स गर्दैन चाउमिन रेडी भइहाल्छ हो अब यहाँ साथी आएको रहेछ ठिकै मोमो बनाउनु सकाइदियो भनेको नि हो अब चाहिँ मोमो बनाउनु स्टार्टै 2 जना हो गफ गर्दै हो साथीले नि अब कम्पनी दिइहाल्छ मेरो साथी मिल्ने साथी हो उता बाहिर गएको थियो फर्केर आएछ त त्यहाँदेखि अलिक सकाइदियो भनेको मोमो बनाउनु चाहिँ ठिकै मोमो बनाउनु साथी पाइहाल्यो हो अब 2 जना हो मोमो बनाउनु उसले बिर्स्यो कि बिर्सेन भनेर नि कम्पिटिसन गर्दैछ सेप कस्तो राम्रो हुन्छ भनेर हो कसको राम्रो भयो हेर्नै गएछ उसले दामी बनाउँदैछ मोमोको सेप त त्यहाँदेखि चाहिँ फेरि अब त्यहाँनिर बनाइसकेर मात्रै त्यहाँदेखि चाहिँ काम हाल्न पनि सक्छ मोमो सकेर चाहिँ लास्ट मोमै हो बनाउनु चाहिँ त्यहाँदेखि चाहिँ काम सकेकै हल्का तेलहरू सारेर 2 जना साथी गफ गर्दै मोमो अब निकै बनाउनुपर्छ निकै टाइम लाग्छ मोमो बनाउनु चाहिँ अलमोस्ट 2-3 आवर्स जस्तै लाग्छ मोमो बनाउनु त्यही अब किनकि मोमो चाहिँ सानो डल्लो बनायो बेल्यो फेरि फिलअप गर्यो बनायो त्यस्तै हुन्छ त त्यही गरेर निकै टाइम लाग्छ नि भेज र बिफ दुइटै बनाउनु पर्छ मोमो चाहिँ निकै बेला बनाउनु पहिला यो बनेर चाहिँ मोमो स्टार्ट हो कस्तो लागि हिँड्छ हेर देखो त यहाँ देखो त अब मोमो पनि बनिसक्यो त्यहाँदेखि बिफको चाहिँ पकाइहालिदिएको नि हो बिफको पाके अब चाहिँ त्यहाँदेखि भेजको बनाउनु थालेर भेजको बनाएर त्यहाँदेखि भेज पनि अब चाहिँ पाके भेजको नि हो
अब हालम्ची काम सकेको जस्तो हो त्यहाँदेखि चाहिँ डिस्प्ले गरेर चाहिँ यहाँ डिस्प्ले चाहिँ अब चाहिँ फुल भएछ अब चाहिँ सामान बनाइसकेको कुरा अब थप गर्नुपर्छ ल गाइसहरु आजको भ्लग चाहिँ यतिमै एन्ड गर्नु पर्यो अब सामानहरु हल्का थप्दै त्यतिकै बस्नुपर्छ सक्दै जाँदाखेरि हो अब गर्नु नि गल्यो हो ल थ्यांक यू फर वाचिङ अब नेक्स्ट भ्लगमा भेटौँ साथीहरुलाई